बोल्ला नि हेलो साथीहरू हेलो आज हामी 2082 सालको प्रतिनिधि सभाको चुनावमा भोट हाल्न जाँदैछौँ र आजको एकदम फुलेको मौसम र अहिलेको मेन लालीगुराँसमा भोट हालौँ सबैजनाले अहिलेको जेनजी पुस्ताको आह्वान र हाम्रो एकजना हिँड्दै अहिले हामी भोट हाल्नको लागि अग्रसर भएर जाँदैछौँ। हाम्रा नजिकका कालो चो बिलाउने मान्छे धनपति खनाल भन्ने व्यक्ति हुनुहुन्छ। यता देखिनुहोस् यता हाम्रा चाहिँ मिलन खनाल, उहाँ चाहिँ एकदम दाढीमा चाहिँ फेमस हुनुहुन्छ है। दाढीमा चाहिँ एकदम फेमस, गाउँको दाढी पाल्नेमा चाहिँ उहाँ कन्टेस्टेन्ट नम्बर 1 नै हुनुहुन्छ। र आज हामी यो गरमको मौसममा इनपा 5 को वडा कार्यालयमा आफ्नो भाग्य बदल्नको लागि भोट हाल्न जाँदैछौँ। अहिले हाम्रो पैदल यात्रा छ, यस्तो कठोर घाममा पनि आफ्नो मताधिकारको प्रयोग गर्नको लागि हामीहरू जाँदैछौँ। र अहिले हामी पाथिभरा माताको मन्दिरमा आइपुगेका छौँ र अहिलेको मौसम भन्नुपर्दा गरम छ र भोट हाल्न हिँड्नु भयो। जाऊ है बिस्तारी। यसपालिको भोट कसलाई? घन्टी। गुड सही हो। दुईटै घन्टी एउटा यता एउटा उता जितै राम्रो छ। घन्टीको गीत गाइदिउँ त एउटा। बोलाउँदा नि नबोली हिँड्ने रविदाको मान्छे घन्टी किनी हामी मतदान गर्ने जाने क्रममा मतदान गरेर फर्किसक्नुभएका महानुभावहरूलाई पनि केही प्रश्न सोध्न गइरहेका छौँ। कस्तो भयो त हजुरको मतदान? एकदम सही। देश परिवर्तन गर्नको लागि अहिलेको चुनावलाई के रूपमा लिनुभएको छ? अब हामीबाटै सुरु गर्नुपर्छ। हजुर। तर यो चोटि चाहिँ होइन, स्थानीयबाट जानुपर्छ। हजुर। यो चोटि चाहिँ हामीले रूप छोड्नु हुँदैन। हजुर है सबै साथीहरूलाई धन्यवाद हजुरलाई। रोजको छ यहाँ भर्खरै मतदान गरेर फर्किसक्नुभएका मतदाताहरूको प्रतिक्रिया लिउँ। तपाईँको चुनाव कस्तो भयो? एकदम राम्रो भयो। हजुर। सहज वातावरणमा सम्पन्न भयो। देशले के खोजिरहेको छ, यो चुनावबाट तपाईँले कस्तो आशा राख्नु भएको छ? अब राम्रै हुन्छ होला, देशमा उन्नति प्रगति होस् भन्ने आशा राखेका छौँ। हजुर। ज्येष्ठ हुनुहुन्छ तर पनि तपाईँहरूले भोट हालेको त लामो समय पनि भइसक्यो होला। र यो चुनावको अरूको चुनावभन्दा यो चुनावमा के फरक देख्नुभयो? चुनावमा भोट हालेर आउँदाखेरि अरूको चुनाव हाल्नुभएको अघिल्लो चुनावभन्दा यो चुनावमा के फरक पाउनु? यो चुनावमा चाहिँ केही उन्नति प्रगति देशलाई राम्रो हुने केही गर्छन् के भन्ने आशा गरेका छौँ। यहाँनिर फिर्किँदै हुनुहुन्छ गाडीहरू। अहिले हामी नजिक आइसकेका छौँ। चहल पहल बढ्दै गएको छ। यहाँनिर भोट हाल्नुभयो? भोट हालेर आउनुभएको महानुभावहरू साठीले चाहिँ म दिन्छु भने मान्दैन पो फेरि। 60,000 फुटले नेपालको ऐतिहासिक चुनाव जुन चाहिँ जेन्जी आन्दोलन पश्चातको यो देशमा आएको केही
अप्ठ्यारो पर्ने गर्दाखेरि तत्कालै 2 वर्षपछि हुने चुनाव अहिले तत्कालै भइरहेको छ र अहिले देशमा माहौल बनिरहेको छ कि नयाँ पार्टीहरू पनि आइरहनु भएको छ, पुरानो पार्टी पनि प्रतिस्पर्धामा पनि हुनुहुन्छ र यसको बारेमा अहिले भर्खरै मतदान गर्नुभएको मतदातालाई म एउटा प्रश्न गर्न चाहन्छु कि अहिलेको मतदानले प्रति तपाईँको अपेक्षा के छ? अहिलेको मतदानको कुरा गर्दा चाहिँ अब देशभरि एउटा भोट फर चेन्ज भन्ने माहौल देखिएको छ। जुन हाम्रो मतदान केन्द्रमा चाहिँ अलिक कमै देखिएको छ, यसमा पनि अलिकति युवावर्ग चाहिँ चेन्जको लागि भोट हाल्ने हो कि भनेर लागिरहनु भएको छ। यसमा अब हामीले पनि मतदान गऱ्यौँ। अब अहिलेको परिप्रेक्ष्यमा तपाईँको नेपालको लागि चाहिने राजनीतिक दलहरू भनेको यिनै पुरानो राजनीतिक दलहरू काङ्ग्रेस एमाले मध्येबाट कुनै एकलाई मतदान गर्नलाई अथवा समानुपातिकमा चाहिँ एउटालाई चाहिँ कुनै राजनीतिक दललाई टेस्ट गर्नु न त भनेर घन्टीलाई पनि अलिकति मतदान आएको छ कि समानुपातिकमा चाहिँ भन्ने मैले देखिरहेको छु। अब यसमा पनि मेरो त अब व्याख्या भनाइ चाहिँ के छ भने कुनै पनि उम्मेदवार एउटा निर्वाचन क्षेत्रबाट उठिसक्दाखेरि चाहिँ 2 कार्यकालभन्दा बढी एउटै निर्वाचन क्षेत्रमा नउठोस् भन्ने मान्यता हो मेरो। किनभने एउटा मतदान क्षेत्रमा 2 कार्यकाल उठिसकेपछि उसले चाहिँ अरू उम्मेदवारबाट चाहिँ अलि हामीले अपेक्षा गर्न सक्छौँ। जस्तो विकासको हिसाबले अरू चाहिँ तपाईँको परिवर्तनको हिसाबले पनि कम्पिटिसन हुने भएकाले गर्दाखेरि चाहिँ एउटा उम्मेदवार 2 कार्यकाल एउटा मतदान क्षेत्रबाट चाहिँ नउठोस् भन्ने मान्यता हो। त्यसमा पनि अब हामीले अहिले चाहिँ अब यहाँबाट हामीले धेरैवटा उम्मेदवार देखिरहेका छौँ। यसमा पनि मिश्रित मतदान नै छ। यसमा पनि जस्तो काङ्ग्रेसमा हाल्नेले पनि कसैले प्रत्यक्षमा काङ्ग्रेस हालेर भोट चाहिँ अर्को घन्टीमा अथवा सुवाङलाई सघाएर माटोमा हो त्यस्तो हाल्ने देखिरहेको छु। अहिले पुरानो पार्टी सँगसँगै नयाँ वैकल्पिक पार्टीहरूलाई पनि समानुपातिकमा भोट दिनुपर्छ भन्ने तपाईँको धारणामा तपाईँको बहुमतको सरकार हामीलाई चाहिएको, त्यसो गर्दाखेरि अहिले त फेरि अल्पमतको सरकार अथवा मिलिजुली सरकार भयो भने त देश त पुरानै लयमा फर्किने हो कि भन्ने पनि त आशंका छ नि त। तपाईँले बहुमतको सरकार अहिले भएन भने त पुरानै सिस्टम दोहोरिन्छ होइन। अहिले अब यस्तो छ, अहिले चाहिँ के छ भने स्पष्ट भन्नुपर्दाखेरि अब यसपालि चाहिँ तपाईँको पहिलो पार्टी चाहिँ बहुमत नभए पनि रासपा हुने सङ्केत हामीले देखेका छौँ। किनभने पहिलो पार्टी हुनलाई तपाईँको समानान्तर मतदाता चाहिन्छ। हिमाल पहाड तराईबाट समानान्तर मतदाता चाहिन्छ। जस्तो झापाको 5वटा निर्वाचन क्षेत्रमा चाहिँ 5वटै रासपाले जितिरहेको अवस्थामा इलाम 5 ताप्लेजुङ जस्ता निर्वाचन क्षेत्रबाट चाहिँ घन्टीको उम्मेदवारले कुनै पनि उम्मेदवारहरू प्रत्यक्षबाट निर्वाचित हुने अवस्था देखिँदैन। तर समानुपातिकबाट चाहिँ घन्टीको लगभग हाम्रो आकलनमा चाहिँ 35 देखि 40% मत चाहिँ रासपाले ल्याउने देखेको अनुसारमा अब पहिलो पार्टी बन्ने रासपा अथवा नेपाली काङ्ग्रेस मध्येबाट एउटा, दोस्रो चाहिँ नेकपा एमालेबाट एउटा। त्यसो गर्दाखेरि चाहिँ अब अलिकति अहिले जेन्जी आन्दोलन पछाडि थोरै सुध्रिएर आफ्नो चाहिँ थोरै के भन्नु संरचनालाई चाहिँ राजनीतिक संरचनालाई चेन्ज गरेर काङ्ग्रेस अगाडि बढेकाले रासपा र काङ्ग्रेसबाट सरकार बन्ने देखिन्छ। त्यसमा अब रासपालाई लिड गर्न सक्यो भने चाहिँ अर्को चुनावमा चाहिँ यहाँबाट पनि उम्मेदवार परिवर्तन गर्ने सङ्केत देखिन्छ। हस्, तपाईँलाई यो चुनावको सन्दर्भमा महत्त्वपूर्ण आफ्नो भनाइहरू राख्नु भएकोमा धन्यवाद। धेरै धेरै धन्यवाद। अहिले हामी नजिकै आइपुगेका छौँ। अब केही समयपछि हामी मतदान केन्द्रमा पुग्नेछौँ र आफ्नो मतको प्रयोग गर्नेछौँ। भिड धेरै छ, असङ्ख्य भिड। आफ्नो भाग्य र भविष्य बदल्ने सोचमा आउनुभएका मतदाताहरू हेलो माइला बा, वाट्सअप चुनावमा अहिले हाम्रो चुनाव साथीहरू चुनाव हाल्यो रे आउनुभएको? हजुर हाल्यो। कस्तो भयो त चुनाव? यो पुरानो चुनावभन्दा अहिलेको चुनावमा के फरक पाउनुभयो? यो चुनाव त समय नपुगिकन भएको चुनाव, र यो चुनावमा चाहिँ अरू चुनावभन्दा के फरक पाउनु? होइन, फरक खासै केही भेटिएन। अब मजाले एकदम शान्त स्वच्छ स्वभावमा भइरहेको छ होइन।
ठिकै राम्रो देखियो हामी त उहाँहरूको प्रतिक्रिया लियौँ हामीले अहिले हामी नजिक आएका छौँ अब नजिक भिड छ एकदम मान्छेहरू लालायत छन् चुनावमा भोट हाल्नको लागि सजिलो भन्ने खोइ यो त अब कहाँ गर्नु त हौ मतदान लागि मतदान भोट हाल्नुभयो हजुर हाले लगाइयो कस्तो भयो राम्रो एकदम राम्रो शान्तिपूर्ण छ ठिक छ यहाँ पनि त्यही क्रम हजुर हजुर फोटो खिच्न त पाइँदैन छैन रहेछ म त हालेको मैले 79 सालमा त के चाहिँ भयो त चाहिन्छ नि त नमस्ते नमस्ते ओ भाइ के छ खबर भोट हालिसक्नुभयो सक्यौँ कस्तो भयो त भोट तपाईँहरू यसपालिको भोट ए राम्रो गर्छ भाइले गजब भयो हो दाइ एकदम राम्रो हजुर लु विष्णु मजाले अलिक मजाले यताउता सोध्न क्वेसन कस्तो के भइहाल्छ त्यो मुला ओछ्याएर राख्नु लाइन धेरै ज्यादा छ कहिले कसको भनेर सोध्नु भोट चित्न मिल्दैन नि त उत्साहपूर्वक छ हाम्रो एकदम ठिक भोट हालिसक्नुभयो यो भोटमा अघिल्लो भोटभन्दा के फरक पाउनु भयो तपाईँ त योभन्दा अगाडि पनि योभन्दा अगाडि पनि सरकारमा पुगिसक्नु भएको यो सरकारको गतिविधिले गर्दाखेरि यो चुनाव फेरि हुनु गइरहेछ यसको बारेमा यो चुनावको बारेमा के भन्न चाहनुहुन्छ यो चुनाव चाहिँ वास्तवमा भन्नुपर्दाखेरि एउटा देशमा चाहिँ जुन बाध्यात्मक परिस्थिति आयो हजुर त्यसको बावजुद हुन गइरहेको चुनाव हो त्यसले गर्दाखेरि कतिपय ठाउँमा मानिसहरूको यो पनि आकलन छ कि कतिपय ठाउँमा मान्छे तनावमा छ चुनाव के हुने हो लडाइँ झगडा होइन कस्तो किसिमको चुनाव हुने हो तर यतिखेरसम्मको देशको समग्र परिस्थिति हेर्दाखेरि चुनाव राम्रै गरी हुन गइरहेको छ हाम्रो वार्ड नम्बर 5 को हिसाबमा हेर्नुपर्दा यहाँभन्दा अगाडिका जुन सङ्घका चुनावहरू भयो स्थानीय चुनाव प्रदेशका चुनावहरू फेस गरे तर सबैभन्दा चाहिँ यो जिल्लामा चाहिँ जिल्लाभरिकै चाहिँ राम्रो चुनाव चाहिँ 5 नम्बरमा हजुर यो अहिले हाम्रो सधैँ पनि क्षेत्र नम्बर 2 को हाम्रो अहिले वडा नम्बर 5 को कति नम्बर केन्द्र हो यो केन्द्र चाहिँ मलाई ठ्याक्कै यति नम्बर भन्ने केन्द्र थाहा भएन यहाँ 4वटा बुथ छ होइन हजुर 5 नम्बरको तोरीबारीमा एउटा बुथ र यहाँ 4वटा गरेर जम्मा 5वटा बुथ
जनसेवा भावना एउटा सानो छोटो पुल्यो कुनै अप्ठ्यारो छैन। हामी बरबटेको जनता अत्यन्तै सक्षम छन्। बरबटेको जनताले कुनै पक्षमा कतै छैन, एकदम मिलेर भोट लगाएका छन्। निष्पक्ष भोट छ। उहाँलाई जे जे मन परेको छ उहाँले मन परेको ठाउँमा आएर भोट हाल्नुभएको छ। मात्र दुःख लागेको कुरा के रहेको छ भन्दा सुशीला कार्कीको नेतृत्वमा चुनाव हुँदै जाँदा अत्यन्तै राम्रो भइरहेको थियो, तर एउटा प्रतिनिधि जान नपाउनेमा त्यसो चाहिँ भर्सा नै हो। पार्टीमा जानु पाउनु पर्थ्यो, प्रतिनिधि जान नपाउनु भर्सा नै हो। पाएन। हामी नजिकैमा शङ्का छैन। बाँझो साखराबाट राति 12 बजी आउने भोट भने जस्तो मत झरेन भने त्यहाँ पार्टी प्रतिनिधिले शङ्का गर्न सक्छ। यो कुरा त एकदम ग्यारेन्टी हो नि। अनि यहाँ त बाक्सा रहन्छ भाइ ल्याएन थियो अरे मधु मात्रै ल्याएछ। होइन धन्यवाद दिन सक्दैन अहिले। उहाँले सबै राम्रो काम गरेर लास्टमा गएर एउटा पोइन्ट अर्काउनु भयो होइन। जस्तै खाना खाएर अगाइयो लास्टमा घाँस अड्किएर जित्या मरियो भने के मजा भएर त्यो घाँस खाएको जस्तै पत्नु पऱ्यो। यो अन्तिममा गएर उहाँले एउटा सानो रहस्य लाउनु भएको छ। रहस्य लाउनुको अर्थ के हो उहाँ आफै जान्नुहुन्न, हामी जान्दैनौँ। नलागेको भए राम्रो हुन्छ, नलागेको भए अत्यन्तै राम्रो हुन्छ। हाम्रो चाहना यो अर्कोचोटि यस्तै भने प्रधानमन्त्री बन्ने होइन। हुन्छ नि के देशको नागरिकता हो, भन्न पाइन्छ स्वतन्त्र छ। जेएनजीको आन्दोलन काठमाडौँमै थियौँ हामी। एकदमै टाइममा बिहान 7 बजी ट्याक्कै सुरु गरेर भनेको टाइममा मुचुल्का तयार पारेर ठ्याक्कै 5 बजी कुनै विवाद बिना मतदान कार्य सम्पन्न भएको छौँ। उल्लासमय सहभागिता छ। अब देशको जिल्लाको अन्यत्रको के कसो छ हामी पनि अपडेट छैनौँ। हाम्रो घ केन्द्रको क ख र ग को तयार भइ नसकेकोले अलिकति यो रिक्त समयमा घ केन्द्रको एनाउन्स गर्न गइरहेको छु। जम्मा घ केन्द्रमा मतदाता हुनुहुन्थ्यो 900 जना। 900 जनामा महिला 263 उपस्थित हुनुभयो, मतदान गर्नुभयो। पुरुष 245 गरेर जम्मा हाम्रो 508 मत खसेको छ। अनि समानुपातिकमा र प्रत्यक्षमा बराबर मत खसेको छ 508। त्यो चाहिँ जम्मा मतदाताको 56.44% हुँदो रहेछ। हामी अब अरूसँग कम्पेयर गर्न त बाँकी नै छ, तर यो सहभागितालाई उल्लासमय सहभागिता नै भन्नुपर्छ। अब यसरी उल्लासमय सहभागिताका साथ एकदमै शान्ति र सौहार्दपूर्ण वातावरण हामीले सर्वपक्षीय बैठकमा जुन कुरा राखेको थियौँ त्यो कुरालाई कहीँ तलमाथि नगरिकन हामीलाई सहयोग गरिदिनु भएकोमा सम्पूर्ण मतदाताहरू त्यसै गरी हाम्रो निर्वाचन मतदान प्रतिनिधिहरू उहाँहरूलाई प्रति धेरै आभारी छु। हाम्रो दिनभरि एकदमै राम्रो कोअपरेसन भयो। घ केन्द्रमा हामीले 6 जनाभन्दा बढी मान्छेको लाइन पनि देखेनौँ। त्यो तपाईँहरूले पनि अनुभव गरेको कुरा हो। हामीले भित्र पनि सकेसम्म एकदमै निष्पक्ष रूपमा मतदान सञ्चालन हुने गरी काम गऱ्यौँ। कर्मचारीहरू पनि एकदमै स्फूर्तिको साथ काम गरिदिनु भयो, भोक तिर्खा केही नभनी। त्यसको लागि चाहिँ तपाईँहरू सबैप्रति एकदमै आभारी छु। फेरि पनि हामी कर्मचारी भएर तपाईँहरूको केन्द्रमा चाहिँ आएर यसरी मतदान
कार्य गर्न पाउने भन्ने अपेक्षाहरू पनि राख्छु भन्दै हाम्रो क्षेत्र नम्बर 2 इलाम नगरपालिका 5 नम्बर वडा कार्यालय वडा भवनको चाहिँ मतदान केन्द्र भएको यो रिपोर्ट मैले पेश गरेको हो। तपाईहरुलाई धेरै धेरै धन्यवाद। यो विवाद गर्ने काम केन्द्रमा हामीलाई के हुनु पाँच बत्तुलाई 3 मिनेट अगाडि शिक्षकको मान्छेलाई टाइम अफ भयो त टाइम सक्यो भोट हाल्ने अन्तिममा ढिलो आइपुग्यो हाल्ने कि हाल्ने न्युमा पर्नु आँट्दैछ त्यही भएर आवाज सुनौँ न आवाज सुनौँ न आवाज यहाँ उयो पर्नु आँटेको छ झडपमा बाटोले चल्दैन के नियममा ठ्याक्क के छ के टेकेर अगाडि बढ्न सकियो नि हैन भावनाले चल्छ त चल्दैन हुँदैन यस्तो हुन्छ गङ्ने होला पहिलो सुन्देको आउने अरे नि हामी क्या गर्छौँ सुन्देको आएन सुन्देकको भएर दाल भात तरकारी अचार चटनी बच्चाहरूको भविष्य हो यो झोला त्यो कर्मचारीका झोला पनि चेक गर्नु गोजी सडक दिनु भने झोला ल्याएको गोजी पर्समा निकाल्नु मोबाइल र पर्स हेरेर देऊ कर्मचारीको झोला चेक गर्नु ल आओ पत्रकार